जुन सर्लाही जिल्ला अन्तर्गत पर्ने यहाँभन्दा दक्षिण 6 किलोमिटर तल पर्छ यो भरतताल चाहिँ यो मानव निर्माण हो। यो खासमा यसको लागि ढुङ्गा बालुहरू निकालेर यसलाई चाहिँ तयार पारेको छ। एउटा पोखरीको स्थानमा दिएको बनाउँदै जग्गामा निर्माणको लागि चाहिँ होटलहरूको व्यवस्थाहरू पनि भइरहेको छ। र गमत त्यहाँ पनि आग लागि भयो गएर चाहिँ आग लागि गएको सानो होटलमा भर्खर प्रहरीहरू तथा प्रहरीहरू त्यसपछि सशस्त्र प्रहरीहरू आगहरू भइरहेको थियो। धेरै नै अब त्यसमा धेरै रमाइलो छ र भिडभाडको साथीहरू हजुरहरू आएर यहाँको र यहाँ चाहिँ बोटिङहरूको व्यवस्था यो सानो अब यो ऊँटहरू भयो यहाँ खेल्ने चिल्ड्रेनहरूको लागि पनि र बोटहरू पनि रहेछ र मनोरञ्जनहरू घोडाहरू साइकलहरू सबको व्यवस्थाहरू उपलब्ध गराइदिएको छ। हजुरहरू पनि पालिदिनु होला र हजुरहरूले राम्रो तरिकाबाट यसमा हेरिदिनु भन्न चाहन्छु।